संस्कृति, प्रकृति र इतिहासको पदयात्रा। सेवा नमस्कार, म आरती दिवाताङ राई र म चाहिँ आज मुन्दुम पदमार्गको बारेमा आफूले बुझेको जानेको अनुसार केही कुराहरू भन्न गइरहेको छु। सर्वप्रथम त म परिचयबाट नै सुरु गर्न चाहन्छु। मुन्दुम पदमार्ग यो पदमार्ग नेपालको पूर्वी पहाडी क्षेत्रमा अवस्थित एक अद्भुत पदमार्ग हो। यो पदमार्ग मुख्यतया भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लालाई जोड्दै किराँती समुदायहरूको प्राचीन सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गमलाई प्रस्तुत गर्दछ। मुन्दुम भन्ने बित्तिकै किराँती समुदायहरूको धर्मग्रन्थलाई बुझिन्छ, जसमा किराँतीहरूको जीवन दर्शन, संस्कार, परम्परा र इतिहास समेटिएको छ। यही ऐतिहासिक सांस्कृतिक महत्त्वका कारण यस पदयात्रा मार्गलाई मुन्दुम पदमार्ग अथवा मुन्दुम ट्रेल नाम दिएको हो। मुन्दुम पदमार्ग यात्रा गर्दा हरियाली डाँडाकाँडा, घना जङ्गल, सुन्दर खोला नाला, शान्त गाउँहरू र हिमालका मनमोहक दृश्यहरूको अनुभव पनि गर्न सकिन्छ। यहाँका बाटोहरू प्राय प्राकृतिक छन्, जसले आधुनिकीकरण सहरको होहल्लाबाट टाढा पुर्याएर शुद्ध प्रकृतिसँग आत्मीयता सम्बन्ध गाँच्ने अवसर प्रदान गर्दछ। सांस्कृतिक दृष्टिले पनि मुन्दुम ट्रेल अत्यन्तै महत्त्वपूर्ण छ। मुन्दुम ट्रेल साहसिक यात्राका शौखिन, संस्कृति प्रेमी र प्रकृतिलाई माया गर्ने सबैका लागि उपयुक्त गन्तव्य मानिन्छ। यो पदमार्ग केवल हिँडाइ मात्र नभई पुर्खाहरूको इतिहास, संस्कृति र आत्मिक यात्राहरूसँग जोडिएको एक जीवित पाठशाला जस्तै लाग्छ, अथवा हो भन्दा पनि हुन्छ। त्यसै गरी हाम्रा केही अविस्मरणीय क्षणहरूलाई मैले यसै भिडियोमा थोरै भए पनि कैद गर्ने प्रयास गरेको छु र हजुरहरूले यस भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशाका साथ भिडियोलाई कन्टिन्यू राखेँ है त। आज चाहिँ हामी यो होटल छोडेर हाम्रो यात्रा रहेको छ मयुङसम्म, होइन त मिस? यस्तो हालत चाहिँ पक्का बाँकी। आज चाहिँ हिँड्न सक्ने हो कि नै? दबाउनु भएको छ नि त, होइन? खाजा हामी लाग्यो। हाम्रो कदमहरू चाहिँ यसरी बढ्दैछ है, यसरी चक्कसँगले। मलाई यो बाटो हिँड्दाखेरि एउटा गीत याद आयो। गीत चाहिँ गाउन आउँदैन। उकाली ओह्रालीहरूमा त्यहाँदेखि आउँदैन। गीत गाएको गाउनु न मिस। ओ मिस गाउनु न। हिँड्नु चाहिँ नबिर्सिनु प्लिज। यस्तै अनि यस्तो पाराले त हामी पुग्दैनौँ। अझ पुऱ्याउँछु छिटो हिँड्नु, छिटो हिँड्नु प्लिज प्लिज हिँड्नु। के खानुहुन्छ? चक्लेट खानुहुन्छ? छ एउटा। उहाँ मान्छेको सामानहरू बिस्तारै बिस्तारै यता बसाइ सरिरहेछ, बसाइ सरिरहेछ। ओ माई गड, यता बसाइ सरिरहेछ, यतापट्टि पनि कसरी देखाउनु? समाउनु यहाँ, समाउनु यहाँ। यसरी बसाइ सरिरहेछ नि। अब मैले बोक्दै गरेको पछाडिको ब्याग मात्र सर्न बाँकी छ। गाह्रो छ। एउटा डाँडा काटो अर्को डाँडा आउँछ भने जस्तै एक खुट्टी निस्क्यो। मेरो साथीलाई पर्खिनुपर्छ, फेरि 5 पाइला हिँड्नुपर्छ, अनि फेरि मेरो साथीलाई पर्खिनुपर्छ। डाँडा खाँदा त कुरै छोडौँ, पाइलामा पर्खिनुपर्छ। अब यहाँको त्यही हो, गाह्रो छ गाह्रो। चिराउनु न मिस। कस्तो भइरहेछ अहिले? मैले खासमा यस्तै बाटो खोजेको।
होइन तर यस्तो बाटो त घरिघरि मात्र आउँदो रहेछ हो सधैँ मासु भात कहाँ हुन्छ त हुनु पर्यो नि तपाईँ मासु खानु सक्नुहुन्न रहेछ कि ल छिर्नु मिस ट्रेकमा हिँड्न चाहिँ सक्नु पर्यो यात्रीहरू धेरै भेटिन्छ रहेछ है रहेछ तर मलाई त निन्द्रा लाग्यो सुत्नु एक निन्द्रा सुतेर तल नै आइराख्नु भएको छ बसौँ ला यो फोटो खिच्नु पर्छ है मिस म अनि यो डाँडा काँडा जङ्गल एकदमै मजा आइरहेछ पानी परेको भने चाहिँ गाह्रो हुने रहेछ पानी परेको छैन वेदरले एकदम साथ दिइरहेको छ घाम लागे पनि चिसो छ हिँड्नलाई एकदम ठिक छ के गर्नु एक्लै पनि बोल्दै हिँड्नु परिहाल्यो एक्लै चाहिँ आएको होइन ल तर मेरो साथी बिस्तारै मैले छोडेको होइन मैले फेरि स्टप गरेँ भने मलाई नि गाह्रो हुन्छ नि त त्यही भएर म आफ्नै लेभलमा हिँड्दैछु अनि पछाडि हुनुहुन्छ हाम्रो मिस वाउ आर यु फिलिङ गुड very good but leg are paining लेग or legs legs हामी त आकाशमाथि नै पुग्यो कि क्या हो हामी त आकाशमाथि नै पुग्यो कि क्या हो राम 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 ऊ पारी डाँडादेखि त भाइ त भाइ धोत्रे यहाँदेखि कति टाढा छ कति कस्तो धेरै भन्नुभएको 5-10 मिनट भन्नु न 5-10 मिनट भन्नुभयो चाहिँ अलिकति परबाट आउँदाखेरि 3 घन्टा भनेको 3 घन्टा लेखिरहेको छ कि तर गाह्रो छ नि त उकालो छ पुरै सिडीहरू छ बिचमा चाहिँ ठुलो जङ्गल रहेछ है बिचमा चाहिँ ठुलो जङ्गल रहेछ हामी जङ्गलमा हामी छौँ अहिले चाहिँ बाटो यस्तो छ नि हाई एकछिनपछि कस्तो हुन्छ मिसलाई खुसी छु अहिले चाहिँ होइन अहिले भरे म अहिले जस्तो वात्त परिगयो तर अहिले हल्का छ नि मिस तपाईँको भारी अहिले हल्का छ नि तपाईँको भारी एउटा झोला मात्रै नि त होइन कस्तो आनन्द यार ए मिस यस्तो जङ्गल होइन डाँडाहरू एउटा गीत पो याद आयो गीत चाहिँ गाउन आउँदैन होइन छोटो क्या अब मम्मीले बजाउनुहुन्छ नि त त्यही भएर नो ए कान्छी रानी टारको डाँडै डाँडा खोइ केले के हो माया लाउने मायालु कान्छी ए सुसेलीमा कसले बोलायो मलाई उयो झ्याउकुरीले बोलायो तपाईँ त यस्तो बेला मात्रै बोल्नुहुन्छ उकालोमा बोल्नुहुन्न म एक्लै अल्छी लागिसक्यो उकालोमा त हिँड्नै सकेको थिइनँ कसरी बोल्नु त हो नि सक्नु भएन उकालोमा बोल्न मैले यहाँ चाहिँ धनुष्मान रहेको छ
कसँगले यस्तो घरै यस्तो भ्यू अब चाहिँ यस्तो राम्रो भ्यूमा त्यहाँ माथि चाहिँ धनुष रहेछ। अनि मलाई जहाँसम्म लाग्यो यो चाहिँ हामी किराँतीहरूको 3 चुला जस्तो लाग्यो, तर 3टामा एउटा चाहिँ ढलेको अवस्था रहेछ। अब उठाउनु त पर्ने हो, तर चुला भन्ने बित्तिकै अलिकति हुन्छ नि डर मर्दै हुन्छ कि, त्यही भएर म चाहिँ अब यत्तिकै हेरेँ अनि लागेँ। मैं तो थक गई। ओफ, आँखा सुन्यो चिसोले अनि सास भर्यो। एनी हाउ एनी कस्ट हामी हाम्रो डेस्टिनेसनमा पुग्ने नै छौँ, पुग्नु नै पर्ने छ। हजुर घिस्रिँदा भए पनि जाने हो। अब ढिला भयो भन्ने हुन्छ कतिपयलाई, तर हामी मजा गर्दै जाँदैछौँ होइन। 2 दिनको जिन्दगीमा रेस्ट गर्दै होइन, मजा लिँदै यस्तो भ्यूहरूको मजा लिँदै त्यो हतार हतार गएर के काम। स्पेसली त यहाँ मजा आइरहेछ। ओके, टु बी कन्टिन्यू। यता होला झन् झन् नजिक 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 जाँदैछु। मलाई त तानेकै छ त यार। रामपम एडभर्टाइज गरेको चाहिँ होइन ल। हाम्रो पछाडि भेडाहरू छ, भेडा। एकजना भेडा मेरो पछाडि आउँदै पछाडि धेरै भेडाहरू हुनुहुन्छ। हेलो सेवा सम्पूर्णमा मेरो साइन अनुसारको, अनि म चाहिँ आज रहेको छु खोटाङ र भोजपुरको बिचमा अथवा सिमानामा छु। प्लिज देखाउनुहोस् है उता। अनि यता रहेको छ भोजपुर। मेरो फेरि क्यामेराम्यान अलिक स्लो पोइजनको हुनुहुन्छ कि। अनि यहाँ छु म उदयपुर रैनी। प्लिज आउनुहोस् ल। यहाँ चाहिँ हाम्रो किराँती कल्चरमा नभई नहुने जन्मदेखि मृत्युसम्म होइन चाहिने हाम्रो यो बाबु रहेको छ। निस्किएर ल्याउनु त, म भ्यू देखाउँछु। देखियो देखियो। मलाई त यतै बसौँ जस्तो लाग्दैछ हो। म मिसलाई यतै सर खोज्दियो नि, अब यतै राखिदिनु पर्यो। के छ हौ विचार। अनि ऊ साइडमा रहेछ हिमाल। मेरो भाइ चाहिँ होइन नि फेरि। हामी चाहिँ तत्काल यहाँ हाँस पोखरीमा छौँ। जाने हो त्यही तलै जाने भनेर सोचिरहेको। म यहाँ चाहिँ यस्तो मजाले इन्जोय गरिरहेको छु। अनि यहाँ आए पनि तु मेरेको प्यार करता है नै भन्ने एउटा डाइलग छ नि, सेम त्यस्तै भइरहेछ। हेलो म चाहिँ कति
देखिरहेको पोखरी चाहिँ हाँस पोखरी हो। अनि यता चाहिँ के छ मिस? सनसेट छ। अनि यहाँ चाहिँ म छु। अनि यहाँ चाहिँ हाम्रो हिँड्न नसक्ने मिस हुनुहुन्छ। अनि भिडियोहरू हेरेर नजाने मान्छेलाई रिग्रेट हुँदै होला। चिसो चिसो मौसम। बल खेल्दैछौँ हामी बल खेल्नु। अब हामी यहाँबाट 3 धारे कि 3 तले नाम पनि बिर्स्यो राहुको हौ त्यता जाँदैछौँ। चिसोले नाक पनि एकदम कस्तो भइरहेछ। वाउ वाट अ प्लेस। यस्तो सरर अनि म छु यहाँ। यस्तो चिसो चिसो छ। हामी चाहिँ आज मयङदेखि फर्किँदैछौँ। बाउ बाजेले समेत नहिँड्नु भएको बाटोबाट आउँदैछौँ। आज मिस खुसी हुनुहुन्छ किन? खुसीको राज फेभरेट बाटो छ। बाटो यस्तो छ नि त, उकालो छैन, अनि त्यही भएर उहाँ खुसी हुनुहुन्छ। हामी यार कतिखेर कहाँ केही थाहा छैन, एउटा म्यापको भरोसामा हिँडिरहेको छौँ हामी। बाटोमा मान्छे पनि कोही देख्दिनँ यार, कोही देखिरहेको छैन। हामीसँग एउटा म्याप छ, त्यही म्यापको अनुसारले हिँड्दैछ। ठिक छ ठिक छ ठिक छ होइन त मिस? कि डर लागिरहेछ? डर लागिरहेछ छ भने भन्नु है। यहाँ मेरो साइडमा खुर्मी छँदैछ क्या अरे। केही छैन, हामी पुग्नेछौँ। अब यहाँदेखि त्यो म्यापमा त अब भोजपुरै भनेको छ। अब हामी कहाँ पुग्छौँ थाहा छैन है। यहाँबाट आयौँ, यहाँ एउटा चौतारो रहेछ, त्यहाँ गोठ। अब यहाँबाट यहाँ यो बाटो जान्छ एउटा, यो बाटो एउटा, यो बाटो त मास्तिरै जाने होला। पक्कै हामी यतै जाने होला। मिस तपाईँको मनले के भन्छ? मेरो मनले चाहिँ यही बाटो है भन्छ है। होला होइन है, मनले के भन्छ? यता हेर्नु न, गटको नि त के भन्छ तपाईँको मनले? लाग्छ होइन, मेरो चाहिँ 100% यही भन्छ है मेरो मनले चाहिँ। किनकि अब सोच्नु त, यो बाटो उता हुन्छ होइन, हामी भनेको कतिवटा डाँडा काटेर आइसक्यौँ। यही बाटो, लेट्स गो प्लिज फलो मी। ल हामी यताबाट जाँदैछौँ। यस्तो उयोहरू पनि हेर्नुपर्छ क्या मिस, पाइलाहरू। मम्मी त्यो घोडाको पाइला जस्तो छ, सायद यही बाटो हो। बिस्तारै 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 बिस्तारै। यस गाह्रो छ, त्यही भएर हामी 2 जना मात्रै छौँ। अब यहाँबाट यही बाटो जस्तो लागिरहेछ मलाई चाहिँ, किनकि घोडाको पाइलाहरू पनि छ नि त। कस्तो मान्छेहरू एकदम बदमासहरू यार, खाँदै जप्पै त्यही फ्याँकिरहेछ। यही बाटो हो, यस 100% स्योर। यत्रो घना जङ्गलमा 2वटा जिउँदो आत्माहरू भड्किरहेछन्। अहिले त कस्तो ठुलो डेन्जर जङ्गल थियो है, बिरामिस फेरि यस्तो ढिला हिँड्नुहुन्छ।
लहरामा अड्किनु भयो अरे मैले त देखिनँ त म फेरि सुई सुई हिँड्छु है आफ्नै सुरमा हिँडिरहेको हुन्छु मिसलाई त देख्दै देखिनँ चाहिँ यस्तो हेर्छु त घना जङ्गलमा म होइन कि अनि यहाँ भारीले पछाडि फल्टिनै मिल्दैन नि त तर त्यहाँ कस्तो डेन्जर उयो थियो यार जङ्गल थियो अनि त्यो अलिकति डाँडादेखि देखेको बाटो चाहिँ ऊ त्यो रहेछ मैले देखेको तपाईँलाई भनेको थिएँ नि मिस त्यो बाटो रहेछ अनि एकजना मान्छे भेटाइँदैन यार मान्छे त मान्छे गाई बस्तु पनि भेटाइँदैन क्या धन्न यही पाइलाहरू छ क्या पाइलाहरू छ पहिला क्या मेरो बाजे बोजूहरूले नि भन्दा नि बोजूले मेरो मावलाको बोजूले नि कतै अब यस्तोतिर हरायो भने चाहिँ पाइलाहरू हेर्नु भन्नुहुन्थ्यो क्या ओ माई गड त्यो पाइला हेर्दै हेर्दैन म तपाईँलाई मैले कहाँ ल्याइसकेँ नत्र अझै लहरामै अड्किराख्नुहुन्थ्यो तपाईँ एकदम रमाइलो म त हाँस्नु पनि सकिरहेको छुइनँ यार एकदम रमाइलो भइरहेछ हाम्रो दुईजना अब चाहिँ ठुलो जङ्गल कटियो कि होइन त मिस ला ओ मिस तपाईँ त म त हराउनु भयो क्या भनेर नि छिटो आउनु जहिले ढिला के गर्नु म अघि हिँड्छु मेरो साथी पछि म त फेरि तपाईँलाई म छोडी आएँ क्या पऱ्यो भनेर यो बुकी फुलहरू चाहिँ लास्टै धेरै राम हामीले हेर्नु यत्रो जङ्गल कटेर आएको ल छिटो हिँड्नु अब अझै 2वटा बाँकी छ ल छिटो पिउनु ढिला भइसक्यो कि मिस जङ्गल 2टा बाँकी छ अझै डाँडाहरू काटेर चाहिँ बल्ल यहाँ यही होला ट्री हाउस होइन ट्री हाउस खानाको लागि फोन चाहिँ गरेको थिएँ फोनै लागेन अब के खानु होला भोक त लागेको छैन खाजा खाइरहेको छु यही रहेछ आम्मामा यत्रो है कतिवटा जङ्गल कटेपछि आउँछ यहाँ घोडाबाट सामान लिएर आउँछ नि त है ओके मान्छेहरू यहाँ पनि रहेछ हिँड्दै गरेको हामी त पाइला गन्दै आएको नि त हामी लगभग कतिवटा डाँडा काटिसक्यो मैले काउन्ट गर्नै बिर्सकेँ ओ यहाँ ठ्याक्क रहेछ यहाँ हाम्रो त्यो ट्रेलको चाहिँ यस्तो हुन्छ भनेर देखाइराख्नु भएको थियो हामीले भेटाएको थिएन बल्ल यहाँ भेटायो ल अलि छिटो हिँड्नु ल मिस अब जङ्गल आयो क्या अझ ठुलो ओके डन भन्नुहुन्छ मुखले मात्रै त्यो खुट्टाहरूले पनि छिटो ल अब फेरि हामी यहाँबाट हिँड्छौँ हामी टक्कसँगले सुन्तले कि खोइ के भन्ने ठाउँ सुन्तले हाम्रो म्यापमा त्यही छ नि त त्यही अनुसारले हामी जाने भनेको जङ्गल क्या आमा कस्तो घना जङ्गल बल्ल हल्का यस्तो भेटेपछि चाहिँ हाम्रो ट्रेल अझै कन्टिन्यू रहेछ भन्ने बुझ्यो सास भर्यो यार त मेरो बाबा मम्मी पनि छक्क पर्नुहुन्छ होला यो भिडियो हेरेर